सबैमा ओम र शुभ प्रभात सबैलाई। हेर्न सक्नुहुन्छ आजको चाहिँ इन्भाइरोमेन्ट चाहिँ अलिक चिसो रहेको छ। सो आज चाहिँ योगा गरेर म फर्किँदाखेरि चाहिँ के याद आयो भने अरूको दिनचर्या कसरी बित्छ थाहा भएन, स्टार्टिङ चाहिँ कसरी हुन्छ थाहा हुँदैन, बट हाम्रो चाहिँ ओमको उच्चारणबाट हुन्छ। हामीले कसैलाई भेट्दा या फोनमा कुरा गर्दाखेरि ओमको उच्चारण गर्छु। हेलो भन्नुको साटो प्रायः सबै योगा गर्नेहरू अथवा एक्सर्साइज गर्नेहरूमा पतञ्जलीमा संलग्न सबैजनाले प्रायः जसो ओमको उच्चारण नै गर्छन्। कसैलाई भेट्दाखेरि ओम र कसैसँग कुरा गर्दाखेरि स्टार्टिङमा चाहिँ ओम नै भन्छ, ओमबाट स्टार्ट हुन्छ। सो ओमको उच्चारण चाहिँ बिहान बिहान एकदमै राम्रो हुन्छ। सो तपाईँहरूले पनि ओमको उच्चारण स्टार्टिङ गर्नु होला। ओमको उच्चारण चाहिँ एकदमै फाइदाजनक छ। सो म के भन्दैछु भने योगा स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ हाम्रो चाहिँ ओमको उच्चारण प्लस हुन्छ र त्यसपछि चाहिँ हाम्रो ध्यान मुद्रामा बसेर चाहिँ हामीले चाहिँ के भन्छ गायत्री मन्त्रको उच्चारण गर्छौँ। गायत्री मन्त्र तपाईँहरूलाई कतिजनालाई थाहै छ, बट म भनिदिन्छु। गायत्री मन्त्र भनेको स्टार्टिङमा चाहिँ यसरी हुन्छ। ओम भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्। यो गायत्री मन्त्रको स्टार्टिङबाट चाहिँ हाम्रो चाहिँ यो एक्सर्साइज स्टार्टिङ हुन्छ। सो यो ज्ञान आसनमा बसेर ध्यान मुद्रामा रहेर र योगाको स्टार्टिङ चाहिँ हुन्छ। र के भन्न चाहन्छु भने अहिले हेर्न सक्नुहुन्छ पुरै हुस्सु लागिसकेको छ र एकदमै इन्भाइरोमेन्ट चाहिँ एकदमै रमाइलो छ र कोही पनि छैन, एक्लै छु र सबैमा ओम। र आफ्नाले यो चिसो वातावरणमा चाहिँ एक्सर्साइज गर्नु होला, आफ्नो बडीलाई न्यानो पार्न, प्लस डेली र एक्सर्साइज गर्नु होला नछुटाइकन। र सबैमा चाहिँ धन्यवाद र यस्तै लाइक सेयर र कमेन्ट गर्दै होला, फलो गर्नु होला यस्तै कुराकानीको लागि। हेर्न सक्नुहुन्छ इन्भाइरोमेन्ट चाहिँ अहिलेको एकदमै हुस्सु लागेको छ। हाम्रो योग शिविर चाहिँ निःशुल्क रहेको छ र नजिकै छ हाम्रो इनरवामा रहेको यो निःशुल्क योग शिविर चाहिँ टाइमिङ चाहिँ बिहान 4 बजीदेखि 6:30 बजीसम्म रहेको छ। यदि तपाईँ इनरवाबाट हुनुहुन्छ भने तपाईँले भिजिट गर्न सक्नुहुन्छ। हाम्रो शिविर छ इनरवामा। धन्यवाद।